मेरो पिसी चाहिँ 1-2 महिनादेखि एकदमै ह्याङ भइरहेको थियो र खुल्दा नि खुलिरहेको थिएन र यहाँनिर एकदमै प्रब्लम आइरहेको थियो। सो मैले यो पिसीलाई चाहिँ यो टावरलाई या भनौँ सिपियूलाई चाहिँ मैले खोलेँ अनि यसलाई खोलेर हेरेँ होइन। अनि हेरेको बिजोग रहेछ, यो पिसी एकदमै बिजोग रहेछ होइन, चल्दै नचल्ने। अनि मैले यसलाई खोलेँ, यसलाई खोलेर हेरेँ, सब सफा गरेँ, यसो हेरेको सब खोलेँ अनि यसो हेरेको सिपियूमा छैन रहेछ, यो के अरे यो लिक्विड छैन रहेछ। अनि यो लिक्विड चाहिँ हाल्नुपर्ने हुन्छ सिपियूमा र मैले त्यसमा हालेँ र मैले यसमा नि हालेँ र यसमा चाहिँ हाल्न बिर्सेछ, यसमा चाहिँ के लाग्छ थाहा छैन। र मैले चाहिँ मेरो चाहिँ यो 6 GB ऱ्याम र खै इन्टेल 2 कोर डुओ यस्तै के नामको सिपियू हो र यो पावर यो केबलहरू कहाँ लाग्छ के पनि थाहा नै भएन। अनि कहाँ के लगाइदिएँ अनि अझै पनि यत्रो उहरू भागिन्थ्यो क्या, तारहरू भागिन्थ्यो। त्यही पनि मैले सिपियू हालेँ, त्यसपछि यो लोड भयो होइन, एकदमै छिटो लोड भयो। से हाई टु माई बेटा फिस। अनि यसो हेर्दाखेरि त ठिकै छ, चलिरहेको छ जस्तो लागेको थियो। अनि मैले ऱ्याम स्याम सबै थोक हालेँ र तारसार जहाँ हालेर चाहिँ ठ्याक्कै मिल्यो। अनि त्यसपछि सब प्याक गरिदिन्छु मैले होइन। ओके, अनि यसलाई स्विच अफ गरिदिएँ अनि अफ गरेर यसलाई मैले प्याक गरिदिने विचार गरेँ। अनि यसलाई प्याक गरिदिइसकेपछि चाहिँ यो भिडियो हल्का यताउता बिग्रेको होला। यदि तिमीहरूको पनि पिसी यस्तै गरी ह्याङ भएको छ भने चाहिँ तिमीहरू चाहिँ एकचोटि थर्मल पेस्टलाई चाहिँ एकचोटि रिप्लेस गरेर हेर होइन। अनि तिमीहरूको प्रब्लम सल्भ पनि हुनसक्छ। सिपियू होला, त्यसको फ्यानको मुनिपट्टि एउटा हुन्छ के अरे मतलब जे भने सिपियू हुन्छ, फ्यानको मुनि सिपियू हुन्छ, सिपियूको मुनिपट्टि हेर त्यो थर्मल पेस्ट छ कि छैन। अनि त्यो थर्मल पेस्ट छैन भने तिमीहरू त्यो थर्मल पेस्ट मात्र हाल्दा पनि तिमीहरूको कम्प्युटर एकदमै स्पिड हुन्छ। त अब युट्युब पनि गर्न मिल्यो, लाइभ पनि गर्न मिल्यो, जे पनि गर्न मिल्यो।